हेलो गाइस वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म हैन माछा मार्न जाँदैछु। माछा म खोला त कस्तो ठुलो हौ। यी मोटे सबै पानी फाल्ने यही हो आज। ओए थारी उड़ा ल्याएको मा थारी उड़ा ल्याऊ जुगा। ओए जला सोच ना तो जला श्री हैन। अनि के छ त हाल खबर न? सिमसा काटिरहेको छ यहाँ। सिमसा के अब 40 रुपैयाँ मुठा भरको पुइपु हो। खोला मिसाएको 50 अरे दैट। युट्युबमा नआएको धेरै भयो हैन गाइस। बिर्सिन्छ भाषा नि मलाई। बाटो यस्तो छ के फेरि यहाँ। ओरे बा ओरे भाइ साहब पुरो छेको बा पुरो छुतो दाइ धरे चाहिँ फोटो जरा गर्न न से पनि आसी थानेको थिए तिमी फुल ना चलेको पसंद होगा। ओए ये मारने के ओए किए सुगरम ओए यहाँ ए त्यो सबै निकाल्ने हैन। यही हो आज माछा मार्ने यहाँ। चाबी हो ना लोड से आइए। ओए ओए गाली लगा गाइस। अब यो उतापट्टि पठाउने हो, यता सबै रोक्ने हो गाइस हैन। हेर्नु होला राम्रोसित। ओ यो निकाल्यो फर्स्टमा त। ओए पागल ना बौला ई ए छे ओ उखु फाइनली अब चप्पल पहिला उजासिन एकछिनमा।
हेर्नु है गाइस हेर्नु यहाँ ओए ओए एकछिन बाको एकछिन ओए हो यो निकाल्नु हो ए कपडा बाप रे बाप सकिएन त गाइस यो निकाल्नु अनि के गर्ने अब वाना मलाई यत्रो ज्यान छ यसको के काम यार भाइ भिडियो गाली मेरो यति बिच छ अब ओ एकछिन गाइस अब यो थुनिसकेर म भिडियो बनाउँछु है गाइस हैन अब हामीले चाहिँ यो पानी थुनिसक्यौँ हैन यस्तो थुनेको छौँ हामीले पानी चाहिँ यहाँ यति हैन अनि यहाँबाट फेरि यहाँ यति थुनिसकेका छौँ हामीले पानी ओए मा यस्तोबाट लडिहाल्छ कि फेरि म त अनि यति थुनेर पनि हामीले माछा मारिसकेका छौँ कि अलिकति माछा ठुल्ठुलो त छैन यसपालि के भयो माछा ठुल्ठुलो त छैन यहाँ पानी नभएर फेरि यतै यसरी लगाएको छौँ माछा मारेर दुईजनाले यहाँ ओए गाइस के छ हाल खबर परन्दी हैन गाइस म यहाँबाट हाम फाल्छु है र अब यहाँबाट ऊ त्यहाँसम्म हाम फाल्छु हेर है हेर्नु है ऊ माछा आयो माछा आयो गाइस माछा टेक्नोलोजी माछा भाग्यो इ यहाँ छ माछा गाइस ओए ल माछा कोही यी सानो पाल्नलाई हो कि यो माछा पाल्नलाई काम लाग्छ है यसलाई चाहिँ जुङ्गे माछा भन्छ कि जुङ्गे माछा पाइन्छ हाम्रो खोलामा चाहिँ पाल्नलाई काम लाग्छ यो यिनीहरूमा अब मेरो बाल्टिनमा राख्छु आयो अब आउँछ ल यो आयो यो ठुलो चाहिँ जुङ्गे माछा ठुलो कालोवाला कालो आसाले ओए नाच्नु गाइस खोला यस्तो छ है यी अब चाहिँ हामी माथितिर जान लाग्यो है गाइस सबै पोखाइदिए यिनीहरूले मेरो माछा एउटा पनि छैन मेरो माछा एउटा पनि छैन सबै पोखाइदियो च्वाचाहरूले मेरो माछा ओ मेरो खुट्टा यहाँ आइपुगेछ र अनि मुजीहरू रन्डी उखुलाई यहाँ पुऱ्याएछ यिनीहरूले अब खानुपर्छ उखु खासमा हामी माछा मार्नै आएको होइन के म चाहिँ काठमाडौँमा बस्छु काठमाडौँमा एक्लै भएर यता गाउँतिर आएको यिनीहरूलाई भेटेँ अनि यिनीहरूसँगै यसो टाइम पास गर्नको लागि यहाँ खोलतिर आएको हो कि माछा मार्नु भनेर यो हिउँदोको महिनामा चाहिँ खासै माछा हुँदैन रहेछ चिसो महिनामा
लेउको खासै मिठो छैन गाई अहिले ऊ त्यो व्हाइट टी सर्ट लगाउनेको गोठमा गएर खाने हो उनीहरूको उखु चाहिँ खतरा मिठो छ के अब हामी नुहाउनु जानु लाग्यो माछा मरेर काम छैन अब नुहाउनु जाने हो नुहाएर सिधै घर जाने हो अब ओ हामीले चाहिँ हैन यति पानी यता ल्याइसकेको छौँ उठाको यी यत्रो ढुङ्गा पल्टायौँ हामीले भर्खरै है गाह्रो छ गाइस के गर्नु अब 3 जना मात्रै आयो ओ ओ ओ के पाल्दै छ यसो गाह्रो छ गाइस गाह्रो छ दुःख त गर्नै पर्छ ओरन माटीको बान ये ग्रह पागल एकखिन्दा साइकको दिमाग कहाँ गएर माछी हेड त्यहाँ माछा मार्न यिन मसन अब फाइनली यहाँ माछा मार्ने हो गाइस यहाँ त्यो छिन् यहाँ म त्यो खोज्दैन यहाँ माछा मार्ने हो यहाँ यत्रो छ यहाँ यत्रो त्यसले के गर्न लाग्यो फेरि यी त्यत्रो भाइ सक्दिनँ म कत्रो ओरनमटी कत्रो लामो ओ माछा कत्रो ठुलो आया यी भाइ म एक्लै सक्दिनँ त्यहाँ यी भाइ गाइस हेर्नु यो माछाको बच्चाहरू हेर्नु माछाको बच्चाहरू एकठाक लाएर
पानी यति जमा छ नि फेरि मेरो खुट्टै देख्छ कि भित्र को माछा हेर्नु सक्नु पऱ्यो ओए माछा ल यति लामो गहिरो रहेछ यार ओए ना गुड my son good होला हेर्न सक्नुहुनेछ यहाँ यार गाइस म लडेँ नि ठ्याक्कै भिडियो अफ गर्ने बित्तिकै यार नमचाले लड्यो नि म यत्रो ढुङ्गा पल्टाइसक्यौँ हामीले यहाँको होइन ओ एकछिन पख म फेरि लड्ला नि यहाँ ऊ यहीँ हो कि लडेमा यहीँ एक ठ्याक लाएर रोक्न म यहाँ यो निकाल्छु कि उनीहरू रुक अब फाइनली गाइस यो ढुङ्गा निकाल्न लाग्छौँ है हाम्रो यसपछि घाउ भयो मैले गर्दा I'm very sorry घुस्यौ रोक्न रोक म त्यहाँ बस्छु पर्छ रोनाल्डो ल गाइस ओ माछा ओ ढुङ्गामा टिपेर माछा हो अब हो कि गाइस पानी खुल्यो भनेर यी हेर्नु अब हो के पानी लामो सक्छ मलाई त्यत्रो अनि रोक उच्चार बाहुबली अमरेंद्र बाहुबली 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 पानी यता ठुनेर यता लाउँदैछु है हामी त्यहाँ मार्नको लागि गाइस त्यहाँ चाहिँ माछा हुन सम्भव छ होला भनेर सम्भव हामीलाई शङ्का लागिरहेछ त्यहाँ माछा होला भनेर होइन अब मार्छ केटाहरूले माछा अब मार्छ अझ तेरे लभ अयो ढुङ्गाको नाम के हो भनिदिनु है यस्तो ढुङ्गा भेटेछौँ हामीले खतरा यो ढुङ्गा है यस्तो ढुङ्गा भेटेको छौँ हामीले त्यो ढुङ्गाको नाम के हो भनिदिनु होला